अनि कति वर्ष पुग्नुभयो हजुरबा? म 85 लाग्दैछु। 85 लाग्नु है। मेरो बिहे गरेकै हाम्रो बिहे गरेकै 17-18 वर्ष भयो। त्यतिखेर पनि हजुरबा त्यस्तै हुनुहुन्थ्यो, अहिले पनि त्यस्तै हुनुहुन्छ। किन नदुखे त मलाई केही भएको छैन। त्यतिखेर त के अरे नाति नदिने भन्थ्यो, तपाईँले गर्दा मात्रै दिएको नि। थाहा चाहिँ छ नि त्यो कुरा हुनु त। खै बेसिहाल्यो। बिर्सिनु भयो। अनि ज्वाइँ कस्तो लाग्छ त अहिले हजुरबा? ज्वाइँ ठिकै लाग्छ नि, राम्रै लागेको थियो नि ज्वाइँहरूलाई। राम्रो लाग्छ होइन? तर नाति अलिक कडा खालको रहेछ क्या। के गर्ने त, अलिक कडा नभए हुँदैन पनि। हो र? अनि किन भनेको हजुरबाले त्यही भन्दैछ, कडा आउनुपर्छ है, नभए ज्वाइँले हेप्नुहुन्छ भनेर भन्छ। अनि कडा नभए हुन्छ त, घरमा व्यवहार गर्नुपर्छ। अरू अब चाहिँ के भनिदिनु भयो नि, अरूसँग कडा पनि ज्वाइँसँग चाहिँ नहुनु है नानी भनिदिनु ल हजुरबा। ज्वाइँसँग त हुँदैन। ल ज्वाइँसँग सुनाउने होइन, ज्वाइँसँग हुँदैन। ल ठिक छ।